गाइस यति बेला चाहिँ सिलगढी जाने सिन 31 भइरहेछ। यहाँनिर जुम गरेर देखाइदिन्छु तपाईँहरूलाई। 31 भइरहेछ। हुन्छ टाइमिङ चाहिँ खासमा 1 बजी हो। अहिले 2 बजीदेखिको मात्रै रहेछ। 3 बजीदेखिको चाहिँ गाइस यहाँ आउँछ 1 नम्बर प्लेटफर्ममा। यो 1 नम्बर प्लेटफर्म। अन्त उहाँनिर अहिले घर गयो। यो चाहिँ तर सेवकमा हुँदैन, सेवकमा रोक्दैन, डाइरेक्ट एनजेपीहरू जान्छ हो। न्यू जक्सन, बिरपाडा, दलगाउँ स्टेसन हो। इन्टरसिटी ओ दा बोलाउँदैछ ऊ कैसा लगा मेरा मजाक? ये हो ट्रेन नम्बर 432 हो। यसमै गयो हुन्छ हामीले चाहिँ। त्यसै उता चाहिँ रोक्नु भएन हो। बाई बाई। हेलो गाइस, यो चाहिँ हल्का ड्यामसँग अगाडिको सिन हो। हस् मजाको छ भ्यू। उता दैलोमा बसिरहेको छु। दैलोमा बस्यो भने चाहिँ मजाको भ्यू दामी देखिरहेको छ भ्यू हो। तिमी जाने सिलगढी, म जाने सिक्किमतिर। सेवक स्टेसन बेडाबारीसम्म चाहिँ हाम्रो यो दैलोले चाहिँ मान्छे मार्छ है। यहाँ बसिरहेको छ भने डाइरेक्ट यसरी हत्ते आउँछ कि। तपाईँहरू बस्नु भने दैलोमा कोही बसिहाल्नु भयो भने होसियारले यो दैलोलाई चाहिँ पहिला यहाँ लक गर्ने पर्ने हुन्छ हो। लक गऱ्यो भने चाहिँ हत्ते आउँदैन। अब फेरि पक्रेको छैन भने चाहिँ यसले ठेलेर झार्छ हो। Like and share, subscribe. हेलो गाइस, यो के अरे सिक्किम जाने टनल चाहिँ यही हो। यहाँनिर सुबुक स्टेसन, यो हो सेवक स्टेसन। यहाँ उत्रेको म अहिले भर्खर सेवक। अन्त सेवक स्टेसनको अगाडि यहाँबाट चाहिँ अन्डरग्राउन्ड भएर तपाईँको सिक्किमसम्म जान्छ। यताको चाहिँ प्राय 100मा 80% कम्प्लिट भइसकिसक्यो। तर अगाडि उताको बाटोहरू कम्प्लिट हुँदैछ। त्यो सबै कम्प्लिट पाक्किमसम्म जाने कम्प्लिट भएर मात्रै यहाँबाट स्टार्टिङ हुन्छ हो। ल त गाइस, सेवकबाट चाहिँ सिक्किम जाने गाडी चढिसक्यो हो। यहाँ आएको थियो अघि, यो पुलबाट आएको हामी चाहिँ होइन। आउँदाखेरि यहाँ सेवकमा उठेर आएको चाहिँ डाइरेक्ट गाडीमा जाँदैछौँ। Jom. Jom. Korean Nations Beach. This was the Korean Nations Beach and
बाघपुल भन्छ